नमस्ते गाइस, तपाईहरु सबैजनालाई सन्चै हुनुहुन्छ होला। अनि म विजय लामाको तर्फबाट नमस्कार भन्न चाहन्छु। अनि फेरि पनि म आज तपाईहरुको सामु भिडियो लिएर उपस्थित भइसकेको छु गाइस। अनि आजको चाहिँ मेरो भिडियो तपाईहरुले सायद देखेर नै थाहा पाउनु भइसक्यो होला है। अनि मेरो भिडियो चाहिँ यस्तो छ। आज भिडियोको विषय चाहिँ यो छ है, तपाईहरुले देखेर नै थाहा पाउनुहुन्छ सक्नुहुन्छ। अनि सो हेर्नुहोस्, अनि हाम्रो त्यो उतापट्टि त्यो बारी चाहिँ हाम्रो है, त्यो मल्चिङ गरेर खोर्सानी रोपेको। अनि योभन्दा अघिल्लो भिडियोमा मैले सायद स्टोरी हालेको थिएँ है। अनि आजको चाहिँ मेरो यस्तो भएको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। आज चाहिँ हाम्रो गाइज फाइनली धान रोपाइ हुँदैछ गाइज। यो चाहिँ हाम्रो चितलाङ हो है। चितलाङमा धान रोपाइ गर्न आएको छौँ। धेरै छैन गाइज, थोरै छ। अनि हाम्रो चाहिँ धान रोपाइ छ है आज। सो म तपाईँहरूलाई अब देखाउने छु। अब पुरा भिडियो देखाउनु त भ्याउँदिनँ है, काम गर्नुपर्छ। अनि त्यसपछि म आफै भिडियो बनाउने, आफै अब काम गर्ने भएको कारणले पुरा भिडियो बनाउन पाउँदिनँ होला। सो तपाईँहरूलाई अब एक झलक यो देखाइहाल्यो। अब रोपिसकेर या रोप्ने बेलामा अलिकति म तपाईहरुलाई थोरै झलक देखाउने छु गाइज। तपाईहरु सबैजनाले हेरेर माया गरिदिनु होला। लाइक, सब्स्क्राइब, शेयर अनि कमेन्ट पनि गरिदिनु होला गाइज है। हाम्रो चाहिँ यो कुलो रहेको छ, पानी ल्याउने कुलो। गाइज हाम्रो धान रोपाइ अलिक फटाफट रोप्नु पर्यो हो, फटाफट। सबजना काम गर्दैछ गाइज। यहाँ दुईजना चाहिँ के भन्ने अब तपाईँहरू हेरेरै बुझ्न सक्नुहुन्छ। एउटा डोको पछाडि लुकिरहेको छ। हेलो गाइज, हाम्रो चाहिँ धान रोपाइ हुँदैछ। ल गाइज, तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो धान रोपाइ चाहिँ अब सकिनै आँटिरहेको छ। हाम्रो खेतालाहरू चाहिँ यस्तो स्पिड छ त के गर्नु, हातै चल्दैन। सबैले चिन्छ भनेर कि भरे 1 किलो मासु किन्दैन भने म भनिदिन्छु। भरे 1 किलो मासु किन्दिनु भयो भने म दाइले सबै कुरो लगाइदिन्छु। अनि अब आज चाहिँ हामीले होइन धान रोपेर सकिसकेको छ होइन। अब अलिकति बाँकी छ। थोरै चाहिँ उहाँ हाम्रो के भन्छ नेपाली सेनाहरूले हान्दै हुनुहुन्छ। अनि हाम्रो चाहिँ आज धान रोपाइ कार्यक्रम चाहिँ सकिसकेको गाइज। अब हामी चाहिँ अब घरतर्फ लाग्दैछौँ है गाइज। आजको भिडियो मेरो यति नै रहेको छ। सबैजनाले हेरेर माया गरिदिनु होला। लाइक, सब्स्क्राइब, कमेन्ट अनि गरिदिनु होला भन्ने अनुरोध गर्दछु। हस्त नमस्कार, बाई।